नमस्कार। आज हामी एउटा यस्तो ठाउँमा छौँ जुन कुनै बेला नेपालको औद्योगिक क्रान्तिको सुरुवात थियो। हेटौडा कपडा उद्योग, जहाँ आज सन्नाटा छ, तर कुनै बेला यहाँ करिब 1200 भन्दा बढी कामदारको कोलाहल हुन्थ्यो। आफै इमेजिन गर्नुहोस् त, एउटा यस्तो समय जब हेटौडाको सडकमा निलो युनिफर्म लगाएका मान्छेहरूको लर्को देखिन्थ्यो। तर आज यो ठाउँ एउटा घोस्ट फ्याक्ट्री, भुतिया बङ्गला जस्तो भएको छ। आखिर के भयो त यो औद्योगिक साम्राज्यलाई? कसरी ढल्यो यो सपना र कसरी खोसिए ती रोजगारीका अवसरहरू? आउनुहोस् आजको यो भिडियोमा हामी चर्चा गरौँ हेटौडा कपडा उद्योगको बारेमा। कुरा सुरु हुन्छ सन् 1975बाट। चीन सरकारको अनुदानमा यो उद्योगको स्थापना भयो। यसको एउटै लक्ष्य थियो, नेपाललाई कपडामा सेल्फ डिपेन्डेन्ट बनाउने। करिब 486 वटा तानहरू र 14,000 भन्दा बढी स्पिन्डल र मेसिनका पाटपुर्जाहरू एकसाथ चल्दाखेरि हेटौडा बजार जुरुक्क उठ्थ्यो। सुन्दा अचम्म लाग्ला नि, तर यहाँ दिनकै 36,000 मिटर भन्दा बढी कपडा उत्पादन हुन्थ्यो। जब महिनाको अन्त्यमा कामदारले तलब पाउँथे, तब हेटौडादेखि रक्सालसम्मको नाकामा क्यास फ्लो बढ्थ्यो। हेटौडाको इकोनोमी र पहिचान नै उद्योगको भरमा अडेको थियो। हेटौडाको मात्र नभई यो समग्र नेपालको अर्थतन्त्रको एउटा ब्याकबोनको रूपमा उभिएको थियो। यो एउटा इन्टिग्रेटेड प्लान्ट थियो। त्यसको मतलब एकातिरबाट काँचो कपास मेसिनमा छिराइन्थ्यो र अर्कोतिरबाट रेडी टु वेयर कपडा निस्किन्थ्यो। भन्नुको मतलब कपासलाई धागो बनाउने र धागोबाट कपडा बुन्ने सबै काम यहाँ हुन्थ्यो। यसका केही सरल रूपमा टेक्निकल स्टेपहरू म यस प्रकार हजुरले बुझाउन चाहेँ। समग्रमा कपासलाई मेसिनमा हालेर धागो बनाइन्थ्यो। बुनाइको बेलामा धागो नखियोस् भनेर माड लगाइन्थ्यो। अनि तानहरूले धागोलाई बुन्ने र कपडा सिलाउने काम हुन्थ्यो। र अन्त्यमा आकर्षक देखाउनको लागि रङ भर्ने र प्रिन्टहरू गर्ने काम हुन्थ्यो। यसरी नेपाली जनताले मेड इन नेपाल ट्याग लगाइएको कपडा लगाउने अवसर पाएका थिए। यो विशाल उद्योग चलाउन ठुलो मात्रामा कपास चाहिन्थ्यो। सुरुमा बाँके र बर्दियाका किसानहरूले उत्पादन गर्ने स्वदेशी कपास नै यसको मुख्य स्रोत बन्यो। तर पछि आवश्यकता अनुसार पाकिस्तानबाट पनि कपास आयात गर्न थालियो। सरकारले कपास विकास समिति समेत गठन गरेको थियो, तर त्यसमा पनि चरम राजनीतिक हस्तक्षेप, समितिको असफलता र उद्योगको आन्तरिक समस्याले गर्दा उद्योग र किसानको कनेक्सनै टुट्यो र कच्चा पदार्थ नभएको कारणले उद्योग पूर्ण रूपमा सञ्चालन हुन सकेन। पछि बिस्तारै उद्योग पूर्ण रूपमा सञ्चालन गर्नका लागि पाकिस्तानबाट आयात हुने कपासमा मात्रै भर पर्न थालियो। तर कच्चा पदार्थका लागि अरूको भर पर्नु नै यसको पतनको मुख्य कारण भन्न पुग्यो। यो सक्सेस स्टोरी लामो समय टिकेन। सन् 2000 आइपुग्दा उद्योग पूर्ण रूपमा थला परिसकेको थियो। किन? यसका केही मुख्य कारणहरू यस प्रकार छन्। पहिलो, राजनीतिक हस्तक्षेप। चरम रूपमा राजनीतिक हस्तक्षेप हुनाले राम्रो मान्छे राखिनुको सट्टा पार्टीका कार्यकर्ता भर्ती गरियो। दोस्रो भनेको पुरानो टेक्नोलोजी। दुनियाँ कहाँ पुगिसक्यो, तर हामी भने त्यही पुरानै तना बुन्ने तानमा भर पर्न थाल्यौँ। र तेस्रो भनेको इन्डियासँगको खुला सिमाना। इन्डियाबाट आउने सस्ता र फेसनदार कपडासँग हाम्रा सादा सुतीका कपडाले कम्पिट गर्नै सकेनन्। र अर्को कारण भनेको लोड सेडिङ। त्यो समयमा नेपालमा लोड सेडिङको व्यापक समस्या थियो र यसरी पर्याप्त बिजुली नभएपछि मेसिन कसरी चल्थ्यो र? त्यसपछि यस विषयमा खासै कहीँ कुरा भएन। कुरा भयो तर राजनीतिक भाषण मात्रै भयो। भोट ब्याङ्कको रूपमा मात्रै हेरियो, तर आवश्यक पहल भने चलाइएन। पछिल्लो समय यो उद्योगले फेरि नयाँ चर्चा पाएको छ। अहिलेका हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहको यो भनाइ सुन्नुहोस्। हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यान पावर पनि छ, खानी पनि छ, तर बन्द।
अब चल्नु पर्यो, नेपाली काङ्ग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो। अब त्यो पनि पुरै देशभरि चल्नु पर्यो, 100 वटा भन्दा देशमा जानु पर्यो। उनले यहाँ हेटौडा सिमेन्ट कारखानाको बारेमा मात्र भने तापनि यसले ती र ती जस्ता अन्य उद्योगहरूलाई पनि सिम्बलाइज गर्छ र यसरी जनताको ध्यान आकर्षण उद्योगतर्फ पनि बढाएको छ। प्रधानमन्त्री बालेनले नेपाली उत्पादन र स्वदेशी पहिचानलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनले यो उद्योगलाई पूर्ण सञ्चालन गर्न गभर्मेन्ट मार्केट ग्यारेन्टीको मोडल अघि सारेका छन्। देशभरका सरकारी स्कुलका विद्यार्थी, सेना, प्रहरी, कर्मचारी, शिक्षकलाई आवश्यक पर्ने करोडौँ मिटरको कपडा यहीँ उत्पादन हुनेछ। जब सरकार आफै सबैभन्दा ठुलो कस्टमर बन्छ तब उद्योग घाटामा जाने डर हुँदैन। प्रधानमन्त्री शाहको यो अठोटले सप्लाई चेनलाई फेरि जीवित पार्ने आशा जगाएको छ। यो उद्योग त एउटा इक्जाम्पल मात्र हो। नेपालमा करिब 30 देखि 37 वटा सरकारी संस्थाहरू विभिन्न समयमा पूर्ण वा आंशिक रूपमा बन्द भएका छन्। तीमध्ये प्रमुख औद्योगिक कारखानाहरू र त्यसले सिर्जना गर्ने रोजगारीको विवरणहरू यस प्रकार छन्। हेटौडा कपडा उद्योग, जसको हामीले अहिले कुरा गरिरहेका छौँ, त्यसले करिब 1200 भन्दा बढी प्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्न सक्छ। बिरगन्ज चिनी कारखाना, यसले पनि लगभग 1000 देखि 1200 सम्म रोजगारी सिर्जना गर्न सक्छ। त्यसै गरी जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, कृषि औजार कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, भ्रिकुटी कागज कारखाना, लुम्बिनी चिनी कारखाना, बुटोल धागो कारखाना, हरिसिडी इटा तथा टाइल्स, यी जस्ता अन्य उद्योगहरूले करिब 1000 देखि 1200 सम्म प्रत्यक्ष रोजगारी सिर्जना गर्न सक्छन् र यस्तै मुख्य 10-15 वटा उद्योगहरू मात्र सञ्चालन गर्न सक्ने हो भने हामीले करिब 30 देखि 40 हजार सम्म प्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्न सक्छौँ। अप्रत्यक्ष रूपमा रोजगारीको कुरा गर्ने हो भने यी उद्योगसँग जोडिएका कपास खेती गर्ने किसान, उखु किसान, ढुवानी गर्ने चालक र साना व्यापारीहरू गरी थप 50,000 देखि 1 लाख सम्म परिवारको जीविकोपार्जन यी उद्योगमा निर्भर थियो। यदि यी सबै उद्योगहरू आजको आधुनिक प्रविधिमा चलिरहेका हुन्थे भने यिनले नेपालको कुल जिडिपीमा करिब 10% भन्दा बढी हिस्सा ओगट्थे र जिडिपीलाई अझ माथि पुर्याउन क्षमता राख्थे। हेटौडा कपास उद्योगको यो हालतले हामीले एउटा पाठ सिकाउँछ। भावनाले मात्र बिजनेस चल्दैन, प्रविधि र सही म्यानेजमेन्ट बिना अर्बौंको लगानी बालुमा पानी हाल्नु जस्तै हो। र अन्त्यमा के प्रधानमन्त्री बालेन शाहको यो सपनाले हेटौडाको खिया लागेका मेसिनहरूमा फेरि चमक ल्याउला? के हामी फेरि मेड इन नेपाल कपडामा सजिन पाउँला? त्यो केवल एउटा कारखानाको पुनरुत्थान मात्र हुने छैन, यो नयाँ नेपालको आत्मनिर्भरताको वास्तविक कथा हुनेछ। हस्, आजको लागि यति नै। पछि फेरि कुनै यस्तै रोचक विषयमा हामी भेट्ने नै छौँ। त्यति बेलाका लागि म सुबोध गेवाली बिदा माग्छु। नमस्कार।